हेलो एभ्रिवान, इट्स मी अमन र यो चाहिँ मेरो युट्युबको पहिलो भिडियो रहनेछ र म चाहिँ एउटा फाइनल इयर सिभिल इन्जिनियरिङ स्टुडेन्ट हो र 23 इयर्स ओल्ड एउटा टिनेज हो र यो भिडियो चाहिँ एकदम र हुनेछ, कुनै पनि स्क्रिप्टहरू केही पनि छैन। र यो भिडियोमा चाहिँ म जिन्दगीको मिनिङ चाहिँ के हो एज अ 23 इयर्स ओल्ड एउटा टिनेजले देखेको होइन, टिनेजले जानेको एउटा फिलोसोफी हुन्छ नि, दृष्टिकोण, तपाईँको पर्सेप्सन पर्सपेक्टिभ हुन्छ नि, त्यो कुरालाई चाहिँ आधार बनाएर जिन्दगीको मिनिङ चाहिँ के हो भन्ने कुरा चाहिँ म चर्चा गर्न गइरहेको छु। यो भिडियो चाहिँ म स्पेसली टिनेजरको लागि चाहिँ बनाउन गइरहेको छु, किन भन्दाखेरि एज अ टिनेज हुन्छ नि, लोजिकली बुझ्दाखेरि उनीहरूको दिमाग मजाले छिपेको हुँदैन कि, अनि त्यही आधारले गर्दाखेरि उनीहरूले हुन्छ नि जिन्दगीको त्यो हुन्छ नि पर्सेप्सन कुन तरिकाले जिन्दगीलाई हेर्ने भन्ने नै उनीहरूले त्यो न्यारेटिभ चाहिँ उनीहरूले लिएको हुँदैन कि। जस्तै जिन्दगीमा हुन्छ नि पैसा ठुलो कुरा हो कि, करियर ठुलो कुरा हो कि, लभ लाइफ रेस्पोन्सिबिलिटीहरूले कति कुराले प्रभाव पारिरहेको हुन्छ होइन। अनि एकदम हाँसी खुसी जिन्दगी बिताउने हो कि, एकदम हुन्छ नि करियर ओरिएन्टेड हुने हो कि होइन, कति कुरामा हुन्छ नि उनीहरू डिलुजन हुन्छ क्या। अनि त्यही आधारले गर्दाखेरि चाहिँ उनीहरू हुन्छ नि डिसिसन दिन पनि मजाले सकेको हुँदैनन् होइन। अनि कुन तरिकाले हेर्ने, कुन तरिकाले हुन्छ न्यारेसन चाहिँ कस्तो बनाउने जिन्दगीमा भन्ने कुरा चाहिँ उनीहरू अलिकति हुन्छ नि दोधारमा परेको हुन्छ नि। त्यही आधारमा चाहिँ म त्यही टार्गेट गरेर चाहिँ म हुन्छ नि यो भिडियो बनाउन गइरहेको छु। लेट्स बिगिन। ओके, एज अ एडभाइस फ्रम माई ड्याड है, यो भिडियो चाहिँ म मेरो ड्याडले दिनुभएको एडभाइसको आधारमा बनाउन गइरहेको छु र म एउटा सिनेरियो क्रिएट गर्छु र त्यो सिनेरियोमा चाहिँ हजुरहरू त्यहाँ बसेर आफूले आफूलाई चाहिँ जज गर्नु पऱ्यो क्या, बुझ्नुभयो नि। एउटा म लामो एउटा टक हुन्छ नि टक गर्छु र त्यो टक गरिसकेपछि तपाईँहरूले चाहिँ त्यहाँ आफ्नो एउटा नेरेटिभ चाहिँ बनाउनु पऱ्यो। लेट्स बिगिन। यो संसारमा चाहिँ तपाईँको दुईवटा टाइप अफ पिपल हुन्छ अरे क्या। एउटा भनेको चाहिँ तपाईँको मिनिमलिस्ट हुन्छ अरे, अर्को भनेको चाहिँ तपाईँको ओभर एम्बिसियस हुन्छ अरे कि, ओभरवेल्मिङ। मिनिमलिस्ट अनि ओभर एम्बिसियस। अब मिनिमलिस्ट भनेको चाहिँ के हो? अब मिनिमलिस्ट भनेको सिम्पल तरिकाले बुझ्दाखेरि एकदम सिम्पल लाइफ हुन्छ नि, डिसेन्ट लाइफ। उनीहरूलाई कुनै पनि किसिमको केही रस हुँदैन, केही हतार हुँदैन। उनीहरू एकदम हुन्छ नि हाँसी खुसी जिन्दगी बिताउन चाहन्छन् के। जस्तै तपाईँको के हुन्छ भन्दाखेरि कोही मान्छे कस्तो हुन्छ भन्दाखेरि पढिसकेपछि अब के गर्ने, अब करियर के हो होइन, जब यताउति एकदम हुन्छ नि डिलुजनमा परेको हुन्छ। तर उनीहरू हुन्छ नि जे तरिकाले चलिरहेछ जिन्दगी यत्तिकै चलाउँछु भन्ने टाइपको हुन्छ कि, उनीहरूलाई कुनै पनि रस हुँदैन कि, चलिहाल्छ नि भइहाल्छ नि भन्ने टाइपको हुन्छ कि। जस्तै कस्तो भन्दाखेरि जस्तै म एउटा 23 इयर्स ओल्ड एउटा टिनेज भयो होइन। जस्तै मैले एउटा हुन्छ नि 3 लाखको स्प्लेन्डर कुदाइरहेको छु, हिरो होन्डा कुदाइरहेको छु, मेरो साथीले 10 लाखको बाइक कुदाइरहेको छ भने अब उसले चाहिँ कसरी बुझेको हुन्छ भन्दाखेरि त्यसले त 10 लाखको बाइक कुदायो भने त्यही पाएको छ, मैले 3 लाखको बाइक कुदाउँदा पनि त्यही प्लेजर पाएको छु, उसले बर्गर खाएर पनि त्यही प्लेजर पाएको छ, मैले हुन्छ नि दाल भात खाएर पनि त्यही खुसी पाएको छु हुन्छ नि। उनीहरू देखावटी चिजमा धेरै लाग्दैन कि, उनीहरू भनेको हुन्छ नि सिम्पल टाइपले हुन्छ नि, एउटा हुन्छ नि ह्याप्पिनेसलाई चाहिँ उनीहरूले पर्स्यु गर्न खोजेको हुन्छ कि, एकदम ह्याप्पिनेसलाई चाहिँ उनीहरूले जोड दिएको हुन्छ कि। न्यारेसन मैले भन्न खोजेको न्यारेसन चाहिँ बुझिसक्नु होला। उनीहरू भनेको एकदम सिम्पल लाइफले हुन्छ नि सिम्पल तरिकाले जिउने उनीहरूको एउटा के हुन्छ भन्दाखेरि एउटा रहर हुन्छ कि। अब यो टाइप अफ मान्छे भेटाउने एकदम गाह्रो छ अहिलेको जेनजी हुन्छ नि युवामा, एकदम भेटाउन गाह्रो छ। किनभने अहिले फोमो हुन्छ, फियर अफ मिसिङ आउट हुन्छ नि, एकदम देखावटीको चलन छ होइन। त्यही पनि हुन्छ नि यस्तो मान्छे एकदम रेयर हुन्छन् होइन। अब उनीहरूको कसरी बुझेको हुन्छन् भन्दाखेरि आफ्टर अब करियर सकिसकेपछि हुन्छ नि पछि के गर्ने भन्दाखेरि उनीहरू हुन्छ नि एउटा सिम्पल वाइफ होस्, एक दुईवटा छोराछोरी होस्, मम्मी बाबालाई खुसी राख्न सकौँ होइन, एउटा गर्वको चिज होस्, राम्रो जब होस् होइन, डिसेन्ट इन्कम होस् होइन, परिवारलाई खुसी साथ पाल्न सकौँ होइन। पैसा चाहिन्छ किनभने क्यापिटलिस्टले संसारै यसरी बनाइदिएको छ कि पैसा बिना संसारै चल्दैन तरिकाले बनाएको छ कि। उनीहरू यसरी बुझेको हुन्छ क्या। यति नै उनीहरूको योभन्दा बढी उनीहरू ओभरवेल्म्ड, उनीहरू हुन्छ नि ओभर एम्बिसियस हुँदैन कि। उनीहरू सिम्पल तरिकाले बाँच्ने होइन, रमाउन खोज्ने होइन, इन्जोय गर्ने होइन, इन्जोय गर्नु पनि पर्छ होइन, यसरी चाहिँ उनीहरूले बुझेको हुन्छ क्या। अर्को चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि ओभर एम्बिसियस हुन्छ कि। यो मान्छेहरूले चाहिँ कसरी बुझेको हुन्छ भन्दाखेरि यो क्यापिटलिस्टहरूले जसरी पैसा बनाए होइन, 10 देखि 4 वर्षसम्म काम गर्नुपर्ने, सोसियलिस्टहरूले जसरी हुन्छ नि यो बिहे गर्नुपर्ने, छोराछोरी जन्माउनु पर्ने होइन, यताउति हुन्छ नि यो छोराछोरी जन्माएपछि पढाउनु पर्ने, हुर्काउनु पर्ने, त्यसको पनि बिहे गर्नुपर्ने, पैसा कमाउनु पर्ने होइन, अनि एउटा बोन्डेभित्र बस्नु पर्यो, लुपहोलभित्र होइन, त्यो बाहिर हामी जानै सकिँदैन कि। त्यतिमै बसेर हामी त्यतिमै सीमित हुनु पर्यो क्या। उनीहरूले त्यसरी सोचेको हुन्छ कि, एउटा हुन्छ नि यो फसाको जाल जस्तो लाग्छ कि उनीहरूलाई। अनि उनीहरूले चाहिँ कसरी बुझेको हुन्छ भन्दाखेरि अब सिम्पल लाइफले पनि जिन्दगी चल्दैन है। सिम्पल लाइफले चाहिँ हुन्छ नि एउटा प्लेजर मात्रै दिन्छ, एउटा ह्याप्पिनेस मात्रै दिन्छ, तर जिन्दगीमा चाहिने भनेको चाहिँ यो हुन्छ नि जसरी बनाएको छ हाम्रो संसार त्यसमा चाहिँ हुन्छ नि कब्जा गर्न सक्नु पर्यो भन्ने तरिकाले बुझेको हुन्छ कि। जस्तै एउटा हुन्छ नि लेगेसी टाइपको चाहिँ उनीहरूको हुन्छ नि, लेगेसी टाइप मैले केही खोल्नुपर्छ है, म एउटा इन्फ्लुएन्सर हुनुपर्छ होइन, क्रिकेट प्लेयर होइन, त्यसपछि एउटा हुन्छ नि फुटबल प्लेयर, तपाईँको हुन्छ नि बिजनेसम्यान, केही न केही चाहिँ हुनु पर्यो भन्ने तरिकाले चाहिँ उनीहरूले बुझेको हुन्छ क्या। उनीहरूले चाहिँ कसरी न्यारेटिभ गरेको हुन्छ भन्दाखेरि यस्तो हुन्छ नि 10 देखि 4 वर्षमा जागिर खाएर होइन, त्यसपछि पैसा कमाएर 20-40,000 30-40,000 कमाएर कहिले उभो लागिँदैन जिन्दगीमा, कहिले उभो लागिँदैन भन्ने तरिकाले चाहिँ उनीहरूले त्यो माइन्डसेट बनाएको हुन्छ। अनि उनीहरू चाहिँ कस्तो भन्दाखेरि ओभरली हुन्छ नि अब मैले चाहिँ केही गर्नु पऱ्यो है, एउटा लेगेसी चाहिँ थाम्नु पऱ्यो है, हुन्छ नि एउटा केही न केही चाहिँ मैले हुन्छ नि गरेर चाहिँ देखाउनु पऱ्यो क्या, मेरो जेनेरेसनभरि हुन्छ नि त्यो तरिकाले चाहिँ उनीहरूले सोचेको हुन्छ क्या। अनि यस्तो मान्छेहरूले चाहिँ अलिकति हुन्छ नि ह्याप्पिनेसलाई भन्दा पनि अब पैसाहरूलाई चाहिँ अलिकति हुन्छ नि धेरै फोकस गरेको हुन्छ क्या। अब
न्यारेसन चाहिँ यो दुइटाको हो। अब तपाईँहरू कहाँ पर्नुहुन्छ त भनेर अलिकति बुझ्नु पऱ्यो कि अब यो सिम्पल हुन्छ नि मिनिमलिस्ट भन्ने मान्छेहरू चाहिँ एकदम कम हुन्छ नि। यो जति नै जे गरे पनि अहिलेको आउने हुन्छ नि जेन्जीहरू चाहिँ हुनै सक्दैन कि। अब ओभर एम्बिसियस पनि अति ओभर एम्बिसियस हुने कि ठिक्क ओभर एम्बिसियस हुने कसरी बुझ्ने भन्ने तरिकाले चाहिँ आफैले बुझ्नु पऱ्यो क्या। हुन्छ नि अब ठिक्क म सिम्पल हुन्छ नि ह्याप्पिनेस पनि पर्स्यु गर्छु र एम्बिसियस पनि हुन्छु, म कमाउँछु पनि पैसा भन्ने तरिकाले जाने कि होइन कसरी बुझ्ने चाहिँ यति न्यारेटिभमा चाहिँ बस्नु पऱ्यो क्या। हुन्छ नि यति दुइटामा चाहिँ यति बाउन्ड्रीमा चाहिँ बस्नु पर्छ। अनि अर्कोको तपाईँको के भन्दाखेरि हामी कहाँ जन्मेको छौँ होइन, जस्तै म साउथ एसियामा जन्मेँ होइन। साउथ एसियामा जन्मिने मान्छेहरू धेरै के हुन्छ भने पढाइतिर धेरै फोकस हुन्छ। जस्तै मैले मेरो इक्जाम्पल दिँदाखेरि म 10मा राम्रो पढ्थेँ, 10मा राम्रो पढेपछि 11-12 साइन्स लिनु पऱ्यो, त्यसपछि डक्टर इन्जिनियर बन्ने होइन। अब म चाहिँ त्यही युएसमा जन्मेको भए युरोपतिर जन्मेको भए होइन मलाई धेरै अपर्च्युनिटी हुन्थ्यो होला होइन, म फुटबल प्लेयर हुन सक्थ्यो होला छिटो होइन। अब त्यसपछि तपाईँको हुन्छ नि स्ट्रिमर हुन्थ्यो होला, भिडियो गेमर हुन्थ्यो होला, युट्युबर हुन्थ्यो होला, धेरै अपर्च्युनिटी थियो नि त। अब कहाँ जन्मेको छु त्यसले पनि धेरै प्रभाव पार्छ कि। यो हुन्छ नि बोलेर मात्रै ठुलो भइदैन क्या, बोलेर मात्रै त हुन्छ नि आफूले गर्छु भन्दा पनि हुँदैन। ओभरअल हुन्छ नि बाहिरको एक्सपेक्टहरूले पनि धेरै सेकेन्डरी एक्सपेक्टहरूले पनि धेरै प्रभाव खेलेको हुन्छ कि। अनि अर्को भनेको तपाईँको सबकन्सियस माइन्ड। सबकन्सियस माइन्ड भन्ने सबसे ठुलो यो हुन्छ नि वान अफ द हुन्छ नि यो मान्छेले विचार गर्दैन होइन। सबकन्सियस माइन्ड भनेको तपाईँको अचेतन दिमाग के। तपाईँको सानोमा जसरी त्यो दिमाग लगाइदिएको हुन्छ नि त्यही न्यारेसनमा चाहिँ हामी गइन्छ कि। हामीले जान्न भन्दा पनि हामी हुन्छ नि बाध्यता हुन्छ क्या, हाम्रो दिमागै हुँदैन क्या त्योबाट फुत्किने हाम्रो के चान्सै हुँदैन। जस्तै हुन्छ नि मैले मेरो इक्जाम्पल दिएँ होइन कसरी म इन्जिनियर भएँ, किनभने मेरो परिवारमै त्यस्तै त्यो पढ्नेतिर धेरै लागेका थिएँ होइन। तपाईँको अर्को एउटा परिवारमा चाहिँ के हुन्छ नि स्ट्रिमरहरू होइन, भिडियो गेमरहरू, बाहिरतिर हुन्छ नि इन्फ्लुएन्सरहरू इन्स्टाग्राममा हुन्छ नि राम्रो रिल्सहरू बनाउने टाइपको हुन्छ नि त्यस्तो टाइपको थियो भने त त्यहीतिर लाग्थ्यो होला। अर्को बिजनेसम्यानको मारवाडीको छोराहरू मारवाडी हुन्छ, बिजनेसम्यान हुन्छ होइन, त्यही न्यारेसनमा जान्थ्यो होला। त्यो सबै केले भएको भन्दाखेरि सबकन्सियसली भएको हो क्या यो। अब मैले त्यो एउटा पाथबाट चाहिँ म फुत्किनै सकिनँ क्या, किनभने सबकन्सियसली मलाई त्यसरी नै लगाइदिएको थियो। अनि म त्यही भएर डक्टर इन्जिनियर हुन्छ नि त्योपट्टि लागेँ क्या, पढाइतिर लागेँ। अर्कैपट्टि लाग्थ्यो होला, अर्कैपट्टि लाग्थ्यो होला। यहाँ धेरै अरू फ्याक्टरले पनि धेरै भूमिका खेलेको हुन्छ क्या। सबकन्सियस माइन्ड पनि एउटा वान अफ द फ्याक्टर हो। अनि अर्को के भन्दाखेरि तपाईँको हुन्छ नि रेस्पोन्सिबिलिटी। अब के हुन्छ भन्दाखेरि रेस्पोन्सिबिलिटी चाहिँ वान अफ द हुन्छ नि हार्डेस्ट हो कि यो कतिले भोगेको हुन्छ कतिले भोगेको हुँदैन। जस्तै म पनि एउटा हुन्छ नि मिडल क्लासको होइन अलिकति प्रिभिलेज पाएको छु। म पनि त्यस्तो हुन्छ नि गरिब होइन, हुन्छ नि खानु नपाएको होइन, मैले पनि प्रिभिलेज पाएको छु होइन। तर के हुन्छ भन्दाखेरि एउटा हुन्छ नि तर मैले देखेको पर्सेप्सन र अर्को एउटा हुन्छ नि धनी साथीले हुन्छ नि मभन्दा धनी साथीले देखेको पर्सेप्सन फरक हुन्छ क्या। जस्तै मैले के देखेको छु भन्दाखेरि मेरो बाबा टिचर हो होइन, उहाँले अब 30,000 40,000 कमाउनुहुन्छ क्या महिनाको सरकारी टिचर होइन। त्यो पैसाले चाहिँ मैले आउने पुस्तामा चाहिँ होइन त्यो पैसाले चाहिँ म कसरी सस्टेन गर्नु होला कि म पनि त्यही टिचर भएर कहिलेसम्म हुन्छ नि यसरी कहिलेसम्म जिन्दगी चल्छ होला भन्ने उनीहरूको न्यारेसन हुन्छ क्या। जस्तो मेरो पनि त्यही न्यारेसन हो क्या। अनि त्यसरी चाहिँ मैले पर्सेप्सन चाहिँ हुन्छ नि त्यसरी देखेको छु कि रेस्पोन्सिबिलिटी पैसाको अभाव होइन, घर परिवार होइन, दिदीहरूको बिहे गर्नु पऱ्यो, मलाई पढाउनु पऱ्यो, खानु बस्नु पऱ्यो होइन, धेरै कुराले हुन्छ नि पैसाको त्यो स्ट्रगल चाहिँ हुन्छ क्या। अनि अर्को मेरो धनी साथी छ अरे, अब उनी न भात पकाउँछ न लुगा धुन्छ न केही गर्छ होइन। अब हुन्छ नि उसको हुन्छ नि न्यारेसनै अर्कै हुन्छ कि। उसले सब थोक पाएको हुन्छ, उसले देखेको हुँदैन कि, उसले त्यो कमी महसुस गरेको हुँदैन कि। अनि त्यही आधारले गर्दा पनि उसले देखेको दृष्टिकोण र मैले देखेको दृष्टिकोण फरक हुन्छ कि। मलाई चाहिँ हुन्छ नि अब सबै थोक मलाई पाउने रहर छ कि, म 30-40,000 खाएर बस्नु सक्दिनँ। मैले चाहिँ एउटा लेगेसी सम्हाल्नु पऱ्यो होइन, केही न केही चाहिँ मैले गर्नु पऱ्यो हुन्छ नि। मैले आउने 10वटा पुस्तामा चाहिँ मैले हुन्छ नि अलिकति साउन्ड आयो नोइज सरी है। अनि मैले आउने 10वटा पुस्तामा होइन 10वटा पुस्ताको लागि चाहिँ मैले केही गर्नु पऱ्यो होइन, त्यस्तो टाइपको चाहिँ न्यारेसन हुन्छ क्या। हुन्छ नि यस्तो मैले जुन भोगेको छु यो चाहिँ मैले पछि मेरो सन्तानले नभोगोस् भन्ने तरिकाको चाहिँ मेरो त्यो हुन्छ नि त्यो चाहिँ जान्छ कि। यो रेस्पोन्सिबिलिटीले नै यस्तो कुरा ल्याउँछ क्या, पैसाको अभाव होइन। अब उसले चाहिँ मेरो साथीले चाहिँ अर्को धनी साथीले चाहिँ त्यो न्यारेसन चाहिँ बुझेको हुँदैन क्या, उसले त्यो बुझ्नै सकेको हुँदैन क्या। अब यहाँ पनि यो रेस्पोन्सिबिलिटीले पनि धेरै प्रभाव पार्छ होइन। अब यसरी चाहिँ बुझ्नु पऱ्यो क्या। अब तपाईँलाई अब अचम्म लाग्यो होला के हो त जिन्दगी होइन, अब धेरै कुराले प्रभाव पारेको हुन्छ होइन। एउटा टिनेजलाई अब यति भनिसकेपछि एउटा टिनेज चाहिँ यतिले नै हुन्छ नि तपाईँको बुझ्दा हुन्छ क्या। यहाँभन्दा बढी चाहिँ उसले नबुझ्दा पनि हुन्छ क्या। अनि यतिमै घुमेर चाहिँ ऊ बस्नु पऱ्यो क्या। ओके, अब यहाँ के दोधार छ भन्दाखेरि तपाईँको मिनिमलिस्टले चाहिँ ह्याप्पिनेसलाई पर्स्यु गर्छ होइन। तपाईँको ओभर एम्बिसियसले चाहिँ तपाईँको हुन्छ नि पैसालाई चाहिँ धेरै फोकस गर्छ कि। हुन्छ नि आउट अफ बाउन्ड्री हुन्छ नि यो लेगेसी सम्हाल्ने उनीहरूको टाइप हुन्छ क्या। हुन्छ नि उनीहरूले चाहिँ एउटा केही न केही गरौँ भन्ने टाइपको चाहिँ उनीहरूको भिजन हुन्छ क्या। अब तपाईँ कहाँ बस्नु पऱ्यो त हुन्छ नि एकदमै सिम्पल लाइफ जिउने कि एकदमै ओभर एम्बिसियस हुने कि यो भनेर हुँदैन कि। यो भनेर म यो हुन्छु भनेर चाहिँ हुँदैन 100%। किन भन्दाखेरि अब तपाईँ सिम्पल लाइफ जिउँदिनँ भन्दा पनि कति जिन्दगीमा हुन्छ नि कति अनफर्चुनेट कुरा हुन्छ कि तपाईँले त्यो हुन्छ नि पछि भोग्नुहुन्छ। अहिले भर्खरको हुनुहुन्छ होइन, अब अहिले सानै हुन्छ तर पछि चाहिँ के हुन्छ भन्दाखेरि सिम्पल लिभिङ पनि बाँचिन्छ होइन। सानो थोरै कुरा पनि रमाउन सक्नुपर्छ भन्ने कुरा पनि मान्छेको एउटा हुन्छ नि भिजन चाहिँ हुनुपर्छ कि। किनभने धेरै एम्बिसियस हुन्छ नि, धेरै हुन्छ नि म हुन्छ नि पैसा भनेर चाहिँ हेर्नु पनि भएन होइन। अनि त्यो अर्को भन्दा के भन्दाखेरि अब धेरै सिम्पल लाइफ हुँदा पनि अब पैसाले हुन्छ नि यो संसारै पैसाले चलेको छ। यो
क्यापिटलिस्टहरूले पैसै बनाइदिएको छ क्या, मेन थिङ भनेको पैसा हो क्या। अब धेरै सिम्पल भएर पनि बाँच्न सकिँदैन क्या, अनि धेरै अब हुन्छ नि एकदम पैसा भनेर पनि हिँड्न सकिँदैन क्या, हुन्छ नि फ्यामिली हेर्नु पऱ्यो होइन, अनि तपाईँको हुन्छ नि अब धेरै कुरा हुन्छ नि, धेरै रेस्पोन्सिबिलिटी, अनि जिन्दगीमा हुन्छ नि कति अनफर्चुनेट चिजहरू हुन्छ क्या, त्यो हामीले देखेकै हुँदैनौँ क्या। अनि यो कुराले गर्दाखेरि चाहिँ एकदम हुन्छ नि एकदम दृष्टिकोण चाहिँ अब आफूले आफूलाई चाहिँ पार्नु पऱ्यो क्या, म कहाँ पढ्दो रहेछु त, मलाई कति चाहिएको छ जिन्दगीमा भन्ने चाहिँ एउटा हुन्छ नि, यति चाहिएको छ है, योभन्दा बढी मलाई चाहिएन है भन्ने चाहिँ बनाउनु पऱ्यो क्या। कि त धेरै मिनिमलिस्ट हुनु पऱ्यो, कि त धेरै ओभर एम्बिसियस हुनु पऱ्यो, कि 50-50 राख्नु पऱ्यो होइन। म चाहिँ 50-50 टाइममा राख्न खोज्दैछु होइन। अब तपाईँले चाहिँ यहाँ आफ्नो पर्सेप्सन चाहिँ बनाउनु पऱ्यो क्या। अब लास्टमा चाहिँ म समरी दिन्छु ल। अब समरीमा चाहिँ दुईवटा क्याटेगोरी अफ मान्छे हुनु पऱ्यो, एउटा भनेको मिनिमलिस्ट हुनु पऱ्यो, एकदम सिम्पल डिसेन्ट लाइफ हुन्छ नि, उनीहरूलाई कुनै पनि रस छैन। अर्को भनेको तपाईँको हुन्छ नि एकदम हुन्छ नि ओभर एम्बिसियस, उनीहरूलाई चाहिँ लेगेसी हुन्छ नि, झन्डा चाहिँ उनीहरूलाई गाड्नु छ कि, उनीहरूलाई हुन्छ नि आउने जेनेरेसनले चाहिँ मेरो नाम चाहिँ सुनोस् भन्ने उनीहरूको माइन्डसेट हुन्छ कि, एकदम पैसा कमाउने हुन्छ नि, एकदम हुन्छ नि त्यो अहिलेको संसारले त्यसरी नै चलेको छ, त्यही अनुसार चाहिँ चल्ने उनीहरूको चाहिँ दिमाग हुन्छ क्या। अब कहाँ परे त आफूलाई, यो चाहिँ आफ्नो पर्सेप्सन हो, मैले भने यो कहाँ राख्ने आफूलाई चाहिँ हेर्नु पऱ्यो। अर्को भनेको तपाईँको सबकन्सियस हुन्छ नि, सबकन्सियस चाहिँ तपाईँको इन्भाइरोमेन्टल फ्याक्टर्स हुन्छ, बाहिरी प्रभावले चाहिँ धेरै मान्छेलाई असर गरेको हुन्छ कि, हाम्रो हुन्छ नि एउटा ग्रोथलाई नै असर गरेको हुन्छ क्या। र त्यो असर चाहिँ मलाई कतिको पऱ्यो होइन, अनि अब मैले चाहिँ धेरै असर परेको छ भने अब त्यसलाई मिनिमाइज गर्नु पऱ्यो होइन। अब धेरै पढाइतिर, धेरै फ्यामिली धेरै पढाइतिर छ भने अब अलिकति फ्यामिली त्यो पढाइतिर भन्दा पनि अलिकति हुन्छ नि पैसा पनि कसरी कमाउने यताउति त्योबाट निक्लिनु पऱ्यो क्या, त्यसमै फस्नु भएन क्या। अनि धेरै हुन्छ नि पैसा भनेको छ भने पनि अब अलिकति हुन्छ नि तपाईँको हुन्छ नि कस्तो भन्दाखेरि अलिकति हुन्छ नि सिम्पल लाइफ हुन्छ नि, ठिकमा पनि रमाउने टाइपको हुन्छ नि, ह्याप्पिनेस पनि अलिकति पर्स्युसम्म चाहिँ गर्नु पऱ्यो कि हो। यतिमा चाहिँ अलिकति आफूलाई दृष्टिकोण चाहिँ बनाउनु पऱ्यो कि, अनि कति कुराहरू चाहिँ त गर्न सक्दिनस् है, त हुँदैन है भन्ने चाहिँ सबकन्सियसली पनि हिट हानिरहेको हुन्छ कि, सानैदेखि त्यस्तो बनाइदिएको हुन्छ। हामी बिजनेसै गर्न सक्दैनौँ मिडल क्लास होइन, हामी के पैसा कमाउन सक्दैनौँ भन्ने टाइपको हुन्छ नि हाम्रो मिडल क्लासको चाहिँ त्यो हुन्छ। अब त्योबाट निक्लिनु पऱ्यो कि, अनि धेरै कुराहरू चाहिँ आफू सबकन्सियसली कसरी त्यो दिमागमा लगाइदिएको छ होइन। जसरी म इन्जिनियर भएँ होइन, अब मैले चाहिँ अलिकति बिजनेसतिर पनि म लाग्दैछु, मैले त्यो लुप होल क्र्याक गरेँ कि, मलाई कसरी लगाइदिएको थियो र मैले त्यो त्यहाँबाट म निक्लिँदैछु होइन। तपाईँ पनि त्यसरी चाहिँ बुझ्नु पऱ्यो। अर्को भनेको चाहिँ रेस्पोन्सिबिलिटी के, रेस्पोन्सिबिलिटी चाहिँ आफूले आफ्नो हुन्छ नि एउटा भिजन चाहिँ बनाउने हो कि, किन भन्दाखेरि आफू कहाँ जन्मेको छ होइन। रेस्पोन्सिबिलिटी भनेको चाहिँ स्पेसली तपाईँको फ्यामिलीबाट आउँछ कि, जस्तै मेरो एउटा साथी धनी छ भने उसले देखेको अलिकति उसलाई चाहिँ अलिकति रेस्पोन्सिबिलिटी कम हुन्छ कि, उसले हुन्छ नि बाध्यता अलिक कम हुन्छ कि, उसले धेरै कामहरू गर्नु परेन होइन, धेरै हुन्छ नि जिम्मेवारी चाहिँ सानैबाट भोग्नु परेन। जस्तै मैले मात्रै होइन, म पनि प्रिभिलेजै छु, मिडल क्लासको प्रिभिलेज हो, म धेरै गरेँ पनि छुइनँ। तर एउटा हुन्छ नि अर्को अब साधारण मान्छेले पोभर्टीमा भएको मान्छेले अलिकति हुन्छ नि मिडल क्लास भन्दा लोवर मिडल क्लासमा चाहिँ उसले देखेको हुन्छ कि, उसले कति कुराहरू हुन्छ नि मन मारेको हुन्छ कि। अरू साथीले हुन्छ नि आइफोन बोकेको हुन्छ भने ऊ सानो एउटा मोबाइल किनिरहेको हुन्छ, अर्कोले बाइक किनेको हुन्छ भने हुन्छ नि महँगो बाइक किनेको हुन्छ, स्प्लेन्डर कुदाउँछ होइन, साइकल कुदाउँछ होइन। त्यसरी उसले चाहिँ बुझेको हुन्छ कि, उसले चाहिँ त्यो रेस्पोन्सिबिलिटी उसले के गरेको हुन्छ भन्दाखेरि ओहो यस्तो पाराले चाहिँ हुँदैन है, मैले चाहिँ अलिकति कमाउनुपर्छ है, यो तरिकाले चाहिँ अलिकति हुन्छ नि जिन्दगीमा चाहिँ पछि मेरो आउने हुन्छ नि भावी सन्तानले चाहिँ अलिकति दुःख पाउला नै भन्ने उसले त्यसरी माइन्डसेट चाहिँ उसले बनाएको हुन्छ क्या। अब यसरी चाहिँ बुझ्नु पऱ्यो कि, एकदम फिलोसफी, यो सबै कुरा भनेको एकदम फिलोसफी हो कि, एकदम हुन्छ नि हावादारी कुरा होइन कि, लङ लास्टिङ एकदम हुन्छ नि परसम्मको भिजन हो क्या। हो यसरी चाहिँ बुझ्नु पऱ्यो कि उसले। अनि अर्को भनेको चाहिँ अब हामी कहाँ जन्मेको छौँ होइन, लाइफमा के हुन्छ भन्दाखेरि बिलियन्स अफ पोसिबिलिटिज हुन्छ क्या। तपाईँले के गर्न खोजेको अर्कोले के गरिदिरहेर हुन्छ नि आफूलाई इम्प्याक्ट परिरहेको हुन्छ कि, आफूले आफ्नो कति कुरा हुन्छ नि लाइफमा हुन्छ नि। तपाईँको किन मान्छेले हुन्छ नि यस्तो लकमा पनि किन विश्वास गर्छन् हुन्छ नि, कर्ममा विश्वास गर्नुपर्छ भन्दा पनि किन विश्वास गर्छन् भन्दाखेरि तपाईँको हुन्छ नि कति कुरा हुन्छ नि आउट अफ हुन्छ नि आफूले कन्ट्रोलै गर्न सकेको हुँदैन क्या, त्यो कताबाट भइदिन्छ क्या। हुन्छ नि अब जस्तै अब डिबीको कुरा गरौँ होइन, युएसको डिबीको कुरा गर्छ, कतिले भरेको हुन्छ, एकजनालाई पर्छ उसको जिन्दगी नै सेट हुन्छ होइन। अब हेर्नु न त्यो लक होइन त, अनि कसैले लोटरी चिठा भर्दाखेरि तपाईँको हुन्छ नि $मिलियन्स परेको हुन्छ, कसैले हुन्छ नि थोरै मेहनत गरेर पनि धेरै ठुलो कुरा पाइरहेको हुन्छ। बिलियन्स अफ पोसिबिलिटी छ क्या, प्रोबेबिलिटी र पोसिबिलिटिज चाहिँ धेरै छ क्या। त्यो आफ्नो हातमा चाहिँ कति कुरा हुँदैन क्या, त्यही भएर आफूलाई चाहिँ अलिकति हेर्ने दृष्टिकोण चाहिँ यसरी पार्नु पऱ्यो। अब अन्तिममा चाहिँ के भन्दाखेरि अब हुन्छ नि यो मैले जति पनि कुरा गरेँ यो भनेर मात्रै हुँदैन, यो हुन्छ नि आफूले आफ्नो हुन्छ नि मैले भने नि बिलियन्स अफ पोसिबिलिटी छ क्या। मेरो लाइफको सिनेरियो र तपाईँको लाइफको सिनेरियो धेरै फरक छ क्या, तर तपाईँले कसरी बुझ्ने त हुन्छ नि एउटा यो चाहिँ हुन्छ नि कमन फ्याक्टर जस्तो हो क्या, म्युचुअल कुरा हो। अनि यो तरिकाले बुझ्दाखेरि चाहिँ अलिकति सहज हुन्छ है भन्ने कुरा हो। कम्पेरिजन कहिले पनि गर्नु भएन, एक त होइन कम्पेरिजन कहिले पनि गर्नु भएन, त्यो धनीमा जन्मियो म गरिबमा जन्मियो भन्नु भएन होइन। त्यसपछि एकदम हुन्छ नि एकदम ओभर एम्बिसियस पनि धेरै हुनु भएन होइन, एकदम हुन्छ नि सिम्पल लिभिङ पनि धेरै हुनु भएन, किनभने मैले भने नि संसार कसरी चलेको छ यताउति। यो आफ्नो दृष्टिकोण चाहिँ हुन्छ नि आफूलाई चाहिँ अलिकति हुन्छ नि एकदम हुन्छ नि सोच्नु चाहिँ पर्यो क्या। र मलाई मेरो ड्याडीले के भन्नुभएको थियो भन्दाखेरि एकचोटि हेरकान्छ जिन्दगीको बारेमा, जिन्दगीको मिनिङ, जिन्दगीको अर्थ चाहिँ कसैलाई पनि थाहा हुँदैन अरे कि। किन भन्दाखेरि मैले अगाडि एउटा कुरा गरेको थिएँ नि, बिलियन्स अफ पोसिबिलिटिज हुन्छ नि, मान्छे दुईवटा मान्छेमा पनि कति फरक हुन्छ नि सिनारी होइन। त्यसले गर्दा नै हुन्छ नि जिन्दगीको अर्थ उसले
भन्ने र अर्कोले भन्नेमा चाहिँ धेरै फरक पर्छ अरे कि। एउटा मान्छे सानैदेखि हुन्छ नि गरिबमा हुर्क्यो होइन, एकदम बाबामै सानैमा खसे भने, अर्को मान्छेले सुखमा हुर्क्यो भने होइन, उसको दुइटाको पर्सेप्सन फरक हुन्छ क्या। अनि कोही मान्छे उहाँ अब पशुपतिनाथमा एकदम बाबाजी बनेर बसिरहेको हुन्छन्, उनीहरूलाई मोह माया केही पनि चाहिएको हुँदैन होइन। कोही उहाँ हुन्छ नि गाउँतिर गएर हुन्छ नि पाहाडतिर गएर आनन्दले सागसब्जी रोपेर बारीमा होइन, अनि कुखुरा पालेर एकदम खुसी भएर बसेको हुन्छन्। कोहीलाई पैसा चाहिन्छ भनेर काम गरे हुन्छन् होइन। अनि चाहिएको के हो भन्ने नै मान्छेले हुन्छ नि त्यो दृष्टिकोण चाहिँ पार्न सकेको हुँदैन कि। अनि त्यही भएर अन्तिममा चाहिँ के भन्दाखेरि म के भन्न चाहन्छु भन्दाखेरि हामी चाहिँ मैले जति पनि यो अहिले कुरा गरेँ नि सुरुदेखि होइन, त्यतिमा चाहिँ सीमित भएर बस्नु पऱ्यो क्या। त्योभन्दा आउट अफ बडी चाहिँ जानु भएन क्या। अब लास्टमा अलिकति के कुरा गरौँ भन्दाखेरि मैले यो भिडियोमा चाहिँ मेनली तपाईँको ह्याप्पिनेस र पैसा, त्यसपछि मिनिमलिस्ट र ओभर एम्बिसियसको कुरा गरेँ होइन। अब यो भित्र चाहिँ धेरै कुरा पर्छ क्या, तपाईँको धेरै कुरा पर्छ। जस्तै हुन्छ नि तपाईँले सोध्न सक्नुहुन्छ, दाइ तपाईँले प्यासनको कुरा, इच्छा शक्तिको कुरा गर्नु भएन, फेमस इज्जतहरूको कुरा गर्नु भएन भन्छ। यो सबै कुरा चाहिँ तपाईँको ओभर एम्बिसियसभित्र पर्छ क्या। तपाईँको हुन्छ नि त्यो पैसा, त्यो लेगेसी, मैले अगाडि कुरा गर्छु सबै एकै ठाउँ पर्छ क्या। त्यो नेरेसन चाहिँ एउटै हुन्छ क्या। अनि त्यसरी चाहिँ हुन्छ नि आफ्नो एउटा मूल्याङ्कन चाहिँ गर्नु पऱ्यो कि। मैले कति कुराहरू समेटेको छु हुन्छ नि, अब तपाईँको यो अगाडिकै कुरामा चाहिँ सबै कुराहरू पर्छ क्या। त्यसरी चाहिँ बुझ्नु पऱ्यो कि आफ्नो मूल्याङ्कन चाहिँ आफूले गर्नु पऱ्यो क्या। अनि अलिकति के भन्दाखेरि मैले यो भिडियोमा चाहिँ तपाईँको हुन्छ नि अब प्यासेन्सको कुरा, त्यसपछि डिसिप्लिनको कुरा, मोटिभेसनलको कुरा, कन्सिस्टेन्सीको कुरा, त्यसको तपाईँको फेलियरको कुरा, तपाईँको हुन्छ सक्सेसको कुराहरू गरेको छुइनँ। यो चाहिँ अलिकति मोटिभेसनलमा चाहिँ अलिकति जान्छ क्या। अनि अगाडिको चाहिँ फिलोसोफिकल भयो, यो चाहिँ अलिकति सेकेन्डरी जस्तो पनि हुन्छ क्या। यो पनि मिनिङफुल छ, जिन्दगीमा एकदम मिनिङफुल छ होइन। तर त्यो कुरा र यो कुरा अलिकति फरक छ। यसको बारेमा चाहिँ म बेग्लै हुन्छ नि पार्ट 2 मा एउटा भिडियो बनाउँछु, यो चाहिँ पार्ट 1 राख्छु होइन। त्यो यो कुराहरू पनि एकदम मिनिङफुल छ क्या। अनि अब यति नै बुझ्नु पऱ्यो, यति नै मैले जति भने यति कुरामै चाहिँ हुन्छ नि आफ्नो दिमाग चाहिँ खेलाउनु पऱ्यो कि। तपाईँले त्यो न्यारेसन चाहिँ मैले जे होस् मैले भनेअनुसार चाहिँ तपाईँले पाउनुभयो होला जस्तो लाग्यो। अब नेक्स्ट भिडियो चाहिँ म छिट्टै बनाउँछु। गुड बाई, थ्याङ्क यू।